सर्वप्रथम नमस्ते सबैमा अनि थ्याङ्क यू सो मच हजुरहरूले जसरी वार्म वेलकम दिनुभयो मलाई एकदमै खुसी लाग्यो र आई हेभ नेभर इमेजिन कि म कलेजसँग यसरी जोडिन्छु भनेर। आई थिङ्क यो चाहिँ मेरो लागि प्राउड मोमेन्ट हो। नट मात्र मेरो लागि कि मेरो फ्यामिलीदेखि लिएर मेरो शुभचिन्तक सबैको लागि एकदमै प्राउड मोमेन्ट हो। मेरो जर्नीमा अब एसपिए कलेज सुभाष सर धनगढी क्रिकेट एकाडेमीको एकदमै ठुलो भूमिका छ। मलाई एकदम हेल्प गर्नुभएको छ। म ग्रोइङ अप हुँदाखेरि चाहिँ एकदमै हेल्प गर्नुभएको छ। अब त्यो कसरी हुन्छ, फाइनेन्सियली हुन्छ कि अब त्यो इक्विपमेन्ट दिएर हुन्छ कि अब कलेजमा स्कलरसिप दिएर हुन्छ कि एकदमै ठुलो रोल दिनुभएको छ। त्यसको लागि पनि सुभाष सर फेरि पनि थ्याङ्क यू भन्न चाहन्छु। नट ओन्ली मी कि मलाई मात्र होइन कि सुभाष सरले म जस्तो थुप्रै यङ्स्टरहरूलाई यसरी इन्सपायर गरिराख्नु भएको छ र कोरोना पुदोमा एकदमै हेल्प गरिराख्नु भएको छ। त्यो एकदमै राम्रो इनिसिएटिभ लिनु भएको छ र त्यसको लागि सो मच रेस्पेक्ट टु द सुभाष सर। आई थिङ्क म 2016मा एसपी कलेज जोइन गरेको थिएँ अनि 15मा चाहिँ हामी मुम्बई टुर गएको थिएँ। त्यो मुम्बई जाँदाखेरि चाहिँ एउटा ड्रिम थियो, सपना थियो। सपना चाहिँ के थियो भन्दाखेरि वर्ल्ड कप खेल्छु भन्ने सपना थियो। तर त्यो आई थिङ्क त्यो सपना अचिभ त भयो तर त्यतिमै सीमित छैन। भोलिको दिनमा वर्ल्ड कप मात्र खेल्ने होइन कि नेपाललाई वर्ल्ड कप जिताउँछु भन्ने पनि एउटा सपना छ। सुभाष सरले एउटा राम्रो इभेन्ट सुरु गर्नुभएको रहेछ, ग्रासरुट क्रिकेट च्याम्पियन्स 36 भनेर एकदमै खुसी लाग्यो। आई थिङ्क यो ड्रिम चाहिँ हुनुपर्छ। ड्रिम छैन भनेपछि त्यो कुरा अचिभ हुँदैन जस्तो लाग्छ मलाई। सो ड्रिम चाहिँ गर्नु पऱ्यो, एउटा एम चाहिँ लिएर हिँड्नुपर्छ जस्तो लाग्छ। 2036 हामी च्याम्पियनसिप भनेर त्यो चाहिँ मलाई एकदमै खुसी लाग्यो र यो कुराले म जस्तो र तपाईँहरू जस्तो धेरैलाई इन्सपायर गर्नेछ। अब हजुरहरूलाई म धेरै कुरा त खासै बोल्न जान्ने मान्छे त होइन म, तैपनि आफ्नो बेस्ट दिइरहेको छु। अलिकति मलाई खेल्नभन्दा बढी प्रेसर यहाँ भइरहेको छ। होइन त्यही यति भन्न चाहन्छु, जीवनमा कहिले पनि हरेस नखानुहोस्। त्यो सबैमा आउँछ, ममा पनि आएको थियो। म पनि अब छोडेर अस्ट्रेलिया जान्छु भनेर भिजा लगाएको मान्छे हो। म भिजा हुँदाहुँदै पनि अस्ट्रेलिया गएन, मनले मानेन। फेरि हार्डवर्क गर्न सुरु गरेँ र आई थिङ्क म यहाँ हुनुको कारण पनि मेरो लाइफको पनि बेस्ट डिसिजन हो चाहे म अस्ट्रेलिया नजानु। त्यही हो, ड्रिम चाहिँ हुनु पऱ्यो होइन, अनि डेडिकेसन चाहिँ हुनु पऱ्यो। तपाईँहरू जुनसुकै सेक्टरमा हुनुहुन्छ, जुनसुकै सेक्टर तपाईँलाई राम्रो लाग्छ, ड्रिम अनि डेडिकेसन र अब डिसिप्लिन एकदमै इम्पोर्टेन्ट छ जस्तो लाग्छ। सबै एभ्रिथिङमा, नट ओन्ली क्रिकेट मात्र होइन, क्रिकेटमा त एकदमै डिसिप्लिन हुनुपर्छ, खानेकुरादेखि लिएर आफ्नो फिटनेसदेखि लिएर एभ्रिथिङ। सो त्यही भन्छु, एउटा ड्रिम चाहिँ राख्नुहोस्। म आफ्नो गोलप्रति एउटा डिसिप्लिन भएर एउटा डेडिकेसन चाहिँ दिनुहोस् भन्छु। थ्याङ्क यू भन्न चाहन्छु एसपी कलेज, सुभाष सर, सम्पूर्ण विद्यार्थीहरू जसरी मलाई वेलकम गरिदिनु भयो, एकदमै खुसी लाग्यो। र एकजना भाइले मलाई सोध्नु भएको थियो हजुरलाई केले इन्सपायर गर्छ भन्दाखेरि मलाई यस्तै कुराहरूले इन्सपायर गर्छ। जसरी हजुरहरूले एउटा माया देखाइदिनु भएको छ, एउटा सपोर्ट दिइराख्नु भएको छ। त्यही हो, इन्सपिरेसनको कुराहरू यसरी नै आउँछ कि मैले सोचेको पनि थिएन म कलेजसँग यसरी जोडिन्छु भनेर, र यसरी म यस्तै कुराहरूले इन्सपायर हुन्छु म। सो किप बिलिभिङ होइन, किप बिलिभिङ इन योर सेल्फ। हार्डवर्क चाहिँ गर्नुपर्छ जुनसुकै कुरा पनि अचिभ गर्नको लागि। त्यही हो, हस्, थ्याङ्क यू।